त्यहाँ घरमा पुगेर सामान हेरेर आउनु भएको घर पनि गयो सामान पनि गयो अब के हुन्छ है हजुर तपाईँहरूको यो अब हेर्दाखेरि हेर्नु त अब यो संसार के भयो केही भन्नु सकिँदैन अब यो के गर्ने हो सबै गयो हजुरको सबै गयो यो हेर्नुहोस् है अब यहाँ डढिरहेको थियो 20-25 लाखको सिमेन्ट त्यत्तिकै छ त्यहाँ भित्र छ अब अहिले छैन त्यहाँ भित्र गएर हेर्दाखेरि एउटा गाई मरेर रहेछ उताबाट बाहिरपट्टि फ्यालियो गाई उता फ्यालियो अहिले राठोमा सटर पनि त्यसलाई हेर्नुहोस् त यो नसोचेको कुरा भयो हजुर अब गर्ने के यसमा तपाईँहरूले थाहा पाउँदा बित्तिकै यस्तो भइहाल्यो हामीले थाहा पाएको 8 बजे थाहा पाएको यहाँ अलिअलि सामान माथेर सार्दै अब यो अब भुराहरू स्कुल आउने थियो भुराहरूलाई लिएर जाने भन्दा यहाँ आएर यतापट्टि यहाँतिर हेर्न थाले भए भुराहरू पनि चिप्लिन्थ्यो हजुर है यो उल्का पर हजुर यो यहाँ मान्छेहरू त सबै जोगाउन सफल हुनु मान्छेहरू जोगिया छैन हजुर यहाँ तल्लो बेल्टको मान्छे जोगिया छैन कोही अटेरी भएर बसिरहेको थिए अटेरी भएर बसेर यहाँका कति मान्छेहरू बेपत्ता छन् अहिले बेपत्ता छन् तपाईँको लगभग 50-60 जना चाहिँ छैन यहाँ मान्छे यही ठाउँको देवीघाटकै यो तल्लो बेल्टको मान्छेहरू कोही अटेरी भएर आउँदैन यहाँ खोल्न आउँदैन भनेर बसिरहेको थिए यो बिचमा घर थिए यहाँ पुरै घर थियो सबै घर नाम नेपाल छैन यो उतापट्टि बैङ्कै छ यहाँ बैङ्क सिटिजन बैङ्क यहाँ सिटिजन बैङ्क थियो यो बिचमा होइन यो बिचमा होइन हजुर उतापट्टि छेउमा उता पल्लो लाइन छ नि त्यो पल्लो लाइनमा सिटिजन बैङ्क थियो त्यो बैङ्कै छैन एउटा घर पनि छैन यहाँ यो घर पनि छैन यो बिचको लाइनको घर पनि छैन यो बाढीले यहाँबाट तल कहाँसम्म पुर्यायो तपाईँहरूले केही अनुमान गर्नुभयो यहाँबाट गल्तीसम्म चाहिँ तपाईँको पुरै तस नस हुँदै गएको छ यो काँस्टार छ है यहाँबाट 2 किलोमिटर अगाडि तपाईँ हेर्दै जानुहोस् पुरै तपाईँको यहाँबाट उतो डाँडो छ नि त्यो डाँडोको फेदीमा गएको छ खोलो यतापट्टिको सडकभन्दा मुनतिर सबै गएको छ को कहाँ छ थाहा नै केही थाहा छैन हामी पनि अब उताबाट आज भर्खर आएको यहाँ उताबाट तर उता पारी हुँदै यताबाट तरेर भर्खर आएको अनि फेरि त्यहाँ अझै बाढी आउँछ भन्ने एउटा हल्ला पनि छ हल्ला छ अब अर्को ड्याम फुटे छैन भनेपछि अनि त्यहाँबाट आशै मरे हजुर अब यो घरको चाहिँ आश मारियो अब भन्ने कुरो हो आफ्ना घर श्री सम्पत्ति सबै सकिएपछि धेरैका त परिवारै गुमाउनु भयो यी भक्कानिएर रुनु बाहेक अरू विकल्प छैन यहाँ हेर्नुहोस् त यो सुन्दर देवीघाट पवित्र धाम देवीघाट आज खण्डहर बनेको छ बगर बनेको छ यहाँ जान पनि कठिन छ कहाँनिर के भइरहेको छ ऊ त्यही पलतिर मान्छे जिउँदैछ अथवा त्यसलाई उद्धार गर्न जाम भन्दा पनि उसको सङ्केत नआएसम्म आफू हिँडेर जाने ठाउँ छैन हजुर त्यस्तो छैन जाने ठाउँै छैन यहाँ अब उतामा मान्छे कसैले बोलायो भने पनि जाने ठाउँ छैन यहाँ अब कसरी जाने अब यतापट्टि त लास देखिए छैन उतापट्टि तपाईँको छरबस्ट छ उतापट्टि लास छ हिजो हेलिकप्टर बिहान पनि आएको थियो 2-4 छोपेर गएको छ होइन